हेलो गाइस, नमस्ते सबैजनालाई। र म आइसकेको छु अहिले चोकमा। हेर्न सक्नुहुनेछ ठक्कसँगले यो हाम्रो चोक हो हैन। हेर्न सक्नुहुनेछ र यो चोकको ठिक यतापट्टि आउँदाखेरि तपाईले देख्नुहुन्छ यहाँ ठक्क नयाँ दोकान ओपनिङ भएको छ भाइको। हेर्न सक्नुहुनेछ है गाइस हैन। यो चोक ठक्क पिपल गास यतापट्टि ठक्कसँगले भाइले ओपनिङ गरेछ फर्निचरहरुको। यहाँ हेर्न सक्नुहुन्छ चुरा पोते सबै जे पनि एभ्रिथिङ भेटिन्छ यही। त्यो हेर्नुहोस् गाइस, यो चुरा पोतेहरु हैन ठक्कसँगले आल्टाहरु एभ्रिथिङ जे पनि अब गिफ्ट आइटेमहरु हेर्न सक्नुहुनेछ। ठक्कसँगले तपाई पनि आउन सक्नुहुनेछ समानकाटा चोकमा। ल हेर्नुहोस् गाइस, बेसी दिन भएको छैन ओपनिङ गरेको, 30 तारिक ओपनिङ हो। हेर्न सक्नुहुनेछ गेमहरु हेर्नुहोस् गाइस, चुराहरु सबै जति पनि चाहिने आउन सक्नुहुनेछ। त्यो चाहिँ भयो चुरे, यहाँ हेर्न सक्नुहुनेछ पोते गाइस। गेमहरु भेटिन्छ यहाँ हेर्न सक्नुहुनेछ। यतै दोकाने भाइ मिलाउँदैछ हेर्न सक्नुहुनेछ गाइस हैन। र यता आउँदाखेरि यता जस्तो पनि ट्रेडिसनल हुँदाखेरि अब के भन्छ यसलाई, यो तपाईको चोलोहरुको आइटेमहरु छ, यहाँ बेगहरु छ हैन, फर्निचरहरु छ हेर्न सक्नुहुन्छ है। यो चाहिँ फर्निचर हो हैन, हेर्न सक्नुहुनेछ। अहिले नयाँ नयाँ हो, आउन सक्नुहुन्छ, अफर चल्दै छ हेर्न सक्नुहुन्छ। भाइले अहिले अफर दिएको छ, नयाँ नयाँ फर्निचर हो त्यसैले। ल हेर्नुहोस् गाइस हैन, सबै आइटेमहरु छ एभेलेबल छ। यहाँ खाटहरु पनि छ, पालेङहरु यस्तो राम्रो राम्रो क्वालिटीहरुको ल्याएको रहेछ भाइले। यो चाहिँ भयो गोदरेज हैन, डबल सिंगल सब छ है, यता यता राखेको छ है। सक्नुहुन्छ यो पनि छ, डेस्क सानो टेबलहरु छ है, त्यसपछि छ यो हेर्न सक्नुहुनेछ है। अति चाँडै आउनुहोस्, अहिले नयाँ नयाँ भाइले अफर दिन्छ तपाईहरुलाई, लिनुहोस् लानुहोस् हैन। बेगहरु सबै भेट्नुहुन्छ है। म फेरि एकखेप देखाइन्छु तपाईहरुलाई फर्निचर र फर्निचरसँग गिफ्ट आइटेमहरु स्कुलको केटाकेटीहरुको लागि भेट्नुहुन्छ। हेर्नुहोस् है, छाता छ, छाताहरु भेट्नुहुन्छ एभेलेबल छ यहाँ। भाइले रेनकोटहरु पनि राखेको छ। गिफ्ट आइटेमहरु जति पनि छ तपाईहरुको बिहाहरुको पूजाहरुको लागि लान सक्नुहुन्छ, कसैको बर्थडे गिफ्टको लागि र केकको लागि पनि समयसँगै सम्पर्क गर्न सक्नुहुनेछ। केकको लागि पनि एभेलेबल छ, जे कुनै ओकेजनको लागि तपाईहरुले सम्पर्क गरेर लान सक्नुहुन्छ। कुकरहरु छ, सबै ल्याएको रहेछ भाइले। त्यहाँ पछि भएन फेरि यता आएर छ, जति पनि आफ्नो बडी युज गर्ने के पनि ल्याएको रहेछ भाइले, यहाँ राखेको छ हेर्न सक्नुहुन्छ है। साबुनहरु छ हैन, जसलाई अनि हिमालयन फेस चाहिन्छ त्यो पनि भ्याउनुहुन्छ यहाँ हेर्न सक्नुहुनेछ। र लगेको सँगसँगै फकको सेन्ट पनि छ हैन, त्यहाँहरु पनि छ। र कोलगेट पनि छ, सेन्सोडाइनहरु सब राखेको छ यहाँ। ह्यान्डवासको लागि डेटल छ हैन। र बेको लागि स्पेशली बेहुलाको लागि, बेहुला र बेहुलीको लागि हेर्नुहोस् गाइस चाहिँ। वाह, ल अब सजिलो हुने पर्यो सुमनकाटावासीलाई गाइस। टोपीहरु पनि भेट्नुहुन्छ, सबै पनि जति पनि टाइट उयो छ। र उयो ओपनिङ गरेको बेसी दिन भएछ नि, बेलुन पनि फुटेको छैन, यतिकै छ अहिले हेर्न सक्नुहुन्छ। ल अब भाइले यहाँ के भन्छ भाइ? लो के चल्दैछ नि, अब अफर सफर छ कि छैन भन्? अफर पुरै छ गाइस। र तपाईहरु आउन सक्नुहुन्छ, सम्पर्क गरेर लानु होला है त। यहाँ भाइको दोकान नतुन ओपनिङ भएछ, तपाईहरु आउनुहोस्, अफर चलिरहेछ, भाइले अफर दिनेछ तपाईहरुलाई गाइस। ल तपाईहरुलाई मैले देखाएँ एक झलक, कस्तो के लाग्यो शेयर गर्नु होला राम्रो लागेमा। सुमनकाटावासीलाई अहिले सजिलो हुन्छ अब, किनकि फर्निचर एभेलेबल भइसकेको छ। जति नै आइटेमहरु चाहिने गिफ्ट आइटेमहरु तपाईहरुलाई चाहिने जति पनि हैन, बर्खामा चाहिने छाताहरु, केटाकेटीलाई जाने स्कुल जाँदा बोतलहरु, त्यसपछि भएन यता बिहाको लागि र बेहुला बेहुलीको लागि सबै थोक अब चुराहरु पोतेहरु जति पनि अब तपाईलाई चाहिने हो सबै आइटेम एभेलेबल छ सुमनकाटामा गाइस। ल मैले नाम राखिदिन्छु नेउपाने स्टोर गाइस। ल यो नाम चाहिँ राखिदिन्छु नेउपाने स्टोर हो यो स्टोरको नाम। र ठक्क सुमनकाटा चाराली पिपलको गाछको छेउमा हेर्न सक्नुहुन्छ। उता लेफ्ट राइट साइडपट्टि शर्मा कम्प्युटर स्टोर छ, कम्युनिकेसन, त्यहाँ छेउमा आउन सक्नुहुनेछ। ल गाइस अहिलेको लागि यति नै, फेरि भेटौँ, बाई बाई।